हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ माघे सङ्क्रान्ति हो। सबैलाई ह्याप्पी सङ्क्रान्ति होइन। म चाहिँ आज बिहान बिहान उठेर नुहाएको छु। बाहिर चाहिँ घाम लाग्न लाग्छ होइन। मैले चाहिँ के लाछु भने चाहिँ यो सेटै हो भयो होइन। यो बुट चिसो छ त्यसो लाग्यो। यसको सल छ कि सबैभन्दा राम्रो यो चिज। अब म चाहिँ बाहिर जान्छु। बाहिर ब्लग गराउनु बहुत बेजार लाग्छ, त्यसैले अहिले चाहिँ ब्लग गराएर जान्न है। टिकटक गराउँछु अनि पछि अब एकछिनमा टिकटक गराएर छोराछोरी लास्ट चिसो छ। आज यस्तो उस्तो लाग्यो। कब फेमस है हम लास्ट चिसो मैले यति लाएर बसेको छु। सबले ज्याकेट लगाउनु, म पनि लाउनु पर्यो। मम्मी यस्तो धेरै पाकेर यहाँ गन्दै सो गाइस, हामी मेला छौँ। जलपरी हेर्ने सोध्नु न पहिला ड्याडी। हेरौँ न पहिला, सोधौँ न सोधौँ। अन्त बाबु त टिकट पनि नकाटे हुन्छ कि यसलाई घुसाइ जान्छ नि। खै अब चाहिँ हामी मेलाभित्र छिर्न आछौँ। यता हो, हेरौँ ल। त्यहाँ रोक्नुपर्छ। अब चाहिँ मेलाभित्र छिरिसक्यौँ। उहाँको सुन्दर आवाजबाट रोक्न अहिले आउँदाखेरि खिच्ने, अहिले पछि खिचौँला। अब चाहिँ मेलाभित्र जान गाइज नि यिनीहरू खेलेर हामीलाई यहाँ बोरिङ गराइदियो।
के हुन्न आज म जान्ने हो हेर्न भिडियो टिकटक मौसममा आएका छौँ गाइस धेरै पछुतो भइरहेको छ गाइस हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यिनीहरू आइसक्यो फाइनली अब हामी चाहिँ खान जान्छौँ सबैजना कस्तो लाग्यो सो गाइस पानीपुरी खाएर पछुताइरहेछौँ केही खान जाऊँ भने बदम किनेर राखिदिनु भएको छ त्यहाँ चढ्न मन छ मलाई त्यो नाउमा त्यो खाम्न हो त मैले त्यसलाई त्यो किन्न गएर त त्यसले धेरै खायो भने के क्यान्सर के लाग्छ भने भिडियोमा आएको थियो त्यही भन्नुहुन्छ रसियन गर्ल त भन्छ नि यहाँ छि तपाईहरु